नमस्कार साथीहरू, फेरि पनि आज म नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। आजको पसाइमा ट्रेड टावर लिमिटेडले आइपिओ बिक्री कहिलेदेखि खुल्ला गर्छ, यो कम्पनीको आइपिओ कोले कति किता भर्न मिल्छ, पर्ने सम्भावना कतिको छ, साथै यो कम्पनीबाट फाइदा के कति हुन्छ भन्ने बारेमा जानकारी दिन गइरहेको छु। कृपया हाम्रो भिडियोलाई अन्तिमसम्म हेरिदिनुहोला। ट्रेड टावर लिमिटेडले धितोपत्र बोर्डबाट आइपिओ निष्कासनको अनुमति पाएसँगै वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा सर्वसाधारणको लागि आइपिओ निष्कासन गर्ने भएको छ। यो कम्पनीको कुल किता 39,71,693 मध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपिओ निष्कासन गर्नेछ। ट्रेड टावर लिमिटेडले पहिलो चरणको आइपिओ को लागि कुल कित्ताबाट 3,97,169 किता छुट्याएको छ भने यो कम्पनीले 100 रुपियाँ अंकित मूल्यमा नै आइपिओ बिक्री खुल्ला गर्ने भएको छ। पहिलो चरणको आइपिओ निष्कासन गरिसकेपछि केही दिनमै सर्वसाधारणको लागि पनि यो कम्पनीले निर्धारित समयमा नै आइपिओ निष्कासन गर्नेछ। यो कम्पनीले सर्वसाधारणको लागि मिति सार्वजनिक गरेको खण्डमा हामीले तपाईहरूलाई जानकारी गराउने नै छौं। यदि यो कम्पनीको आइपिओमा 10 कितादेखि 1000 कितासम्म आवेदन दिन सकिनेछ भने यो आइपिओ करिब 3 लाख भन्दा धेरै लगानीकर्तालाई पर्ने सम्भावना रहेको छ। अब कुरा गरौं यो कम्पनीले आइपिओ बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ भने यो कम्पनीको प्रति शेयर आम्दानी 5 रुपैयाँ 63 पैसा रहेको छ। अन्य कम्पनीको जस्तै यो कम्पनीको आइपिओमा मागभन्दा धेरै आवेदन पर्ने हुनाले यो शेयर हात पार्नु हुने लगानीकर्ताले 10 किता मात्र प्राप्त गर्न सक्नुहुनेछ भने यो कम्पनीले पनि लगानीकर्तालाई निराश भने पक्कै बनाउने छैन। अर्थात् यो कम्पनीबाट शेयर हात पार्नु हुने लगानीकर्ताले राम्रै फाइदा कमाउनु हुनेछ। सकेसम्म यो कम्पनीको आइपिओलाई बेच्न हतार नगर्नुहोला। यदि होल्ड गरेर राखेको खण्डमा राम्रै रिटर्न पाउन सक्नुहुनेछ। हाम्रो भिडियोलाई अन्तिमसम्म सुनेर साथ दिनुभएकोमा धन्यवाद। आगामी दिनहरूमा पनि शेयर मार्केट तथा आइपिओ सम्बन्धी यस्तै नयाँ अपडेटहरू ल्याउने छु। हाम्रो भिडियोलाई कस्तो लाग्छ प्रतिक्रिया दिन नबिर्सिनुहोला। साथै हाम्रो च्यानललाई सब्स्क्राइब गरी बेल आइकन प्रेस पनि गरिदिनुहोला। धन्यवाद।